धेरै माया भयो मान्छे भयो किन देशका जनता भुट्ने भनेर हो। नभए त्यतिखेर राजाले आदेश दिएर म भुट्दै भने भए सेनाले 10,000 जनता राखेर सबै भुटिदिन्थ्यो। रन्डीको छोरोहरू देशप्रति माया भएर राजाले चाहिँ तिमीहरूलाई अलिकति सोध्दै ल केही छैन जनताको चाहना हो, जनता चाहिँ खुसी हुन्छन् भने भनेर मुझे हाँसी छोडेको हाम्रो राजा हिजो ज्ञानेश्वर देशश्वर भन्ने तिमीहरू हामी सबै राँडीको छोरा हामी सबै हो। अनि अहिले आएर चाहिँ सबैको झोले बाँचो गर सबै चोर हो। अब पुरानो नेताले त भन्नै पर्दैन, सबै रन्डीको छोरो चोरै हो। केपी ओली राणीको छोरो गुखानी हो मात्र चुद। कसरी गुखानी भने त्यही राज संस्थाले जेलमा पर्दाखेरि आम माफी दिएर 20 वर्ष बस्नुपर्ने मान्छे 14 वर्षमा छुटेको रन्डीको छोरो आजीवन राजा खुट्टा पानी खाए पनि केही नहुने मान्छे अहिले राजालाई गाली गर्दै हिँड्छ। अर्को रन्डीको छोरो प्रचण्ड मात्र चुद हो साला प्रधानमन्त्री बनाएर राखेको साला इन्डियाले पालेर यहाँ भटिन्डामा बस्दाखेरि मैले पञ्जाबमै गाडी चलाउँदै यो रन्डीको छोरो कार्यक्रम भटिन्डामा चल्थ्यो। बरु त्यतिखेरै गाडी चलाएर मार्दिनु पर्ने रहेछ। राणीको छोरो बाँचेर सबैलाई डुबायो। अनि रह्यो अर्को कुरो, अर्को शेरबहादुर देउवा त्यो गुखाने हो, त्यो तोतले हो, त्यसलाई राजाले यो बेकामको छ भनेर जिब्रोमा करेन्ट लगाइदिएका हुन् क्या पहिल्यै। अनि राणाहरूले के गरे, राजतन्त्रसँग हामी नजिकमा हुनुपर्छ त्यसलाई के गर्ने त भन्दाखेरि चाहिँ 48 वर्ष पुगेको बुढो गृहमन्त्री भएको बुढो राणीको छोरालाई आफ्नै राम्री छोरी आरजु देउवालाई दिएर राणा कब्जामा गयो। राणाकोबाट सञ्चालित हुन्, राणाहरू सबै इन्डियाबाटै सञ्चालित हुन्छ जति जे भने पनि। किन सबैले इन्डियाको बिहा गरे खान् ठुल्ठुलाले। देशको माया कसलाई छ? देशको माया छ भने बाउको पुर्खाले आर्जेको राजतन्त्रलाई राजालाई माया छ, उसको बाउले लडेर जोडेको हो। राजाको पछि पृथ्वीनारायण शाह एक्लै लडेको होइन, हाम्रा पुर्खा पनि लडेका हुन्। तर बचाएको कसले हो? भिजन कसले ल्याएको? पृथ्वीनारायण शाहले लिएको। उसको भिजनमा लडेर देश भएर आज हामी नेपाली भन्छौँ। नभए त्यस्ता नेपाल कतिवटा हुन्थे 2400-2500 राज्य थिए। अहिले साला गणतन्त्र आयो यो गर। तिम्रा बाउले गणतन्त्रले के गर्यो? जबसम्म राजतन्त्र न्याय थियो, न्याय कहीँ न्याय पाइएन भने राजाकोमा गएर 1 रुपियाँको मोहर राखेर राजा मैले न्याय पाएन भन्दाखेरि न्याय पाइन्थ्यो। न्यायाधीशले गल्ती गराएपछि कसले गल्ती गरे? सबै गल्तीमा सबै तलदेखि लिएर मान्छे सबै जान्थ्यो। पहिला गाउँमा मुद्दा मामिला पर्थ्यो भने पहिला पुलिसले गएर छोप्ने हिम्मत गर्दैन। पहिला वडा अध्यक्ष गाविसको अध्यक्षलाई बोलाएर त्यहाँ बसेर फैसला हुन्थ्यो, छलफल हुन्थ्यो, कसले गल्ती गरेको, गल्ती किटान भइसकेपछि स्थानीय निकायले चाहिँ हामीले अब मिलाउन सकेनौँ तपाईँले कारवाही गर्नुहोस् भनिसक्यो। ठोस गलत मान्छे मात्रै माथि पर्थ्यो। अहिले त तैँले भ्रष्टाचार किन गर्न खोजिस्, किन तैँले घुस मागिस् भनेर एउटा मान्छेले भन्नुहोस् पुलिसले लिएर गएर मुद्दा हाल्छ। उनले भ्रष्टाचार किन गरिस् भन्दैन हो नि। एउटा चाहिँ 8 पढेको पुलिसले 72 पढेको मान्छेलाई ओए भन्छ, त्यो अभद्रव्यवहार होइन, त्यो दर्ता हुँदैन। दर्ता कहाँ हुन्छ? एउटा चाहिँ सवारी चालकले बिचरा दाइ 100 रुपियाँ लिएर जानु न भन्यो भने अनि त्यहाँ चाहिँ हुन्छ। यो आयो, न्याय हरायो, कला कारखाना भ्याइए, हामी युवा जति सबै विदेशमा जानु पर्यो, देशमा भएकोलाई रोजगारी छैन। रोजगारी कसले खान्? यी राणीका छोराहरू नेताका झोले झाम्टेले। अहिले अब देशको अन्तिम विकल्प भनेको राजतन्त्र बाहेक अरू केही पनि विकल्प छैन। अरू विकल्प सबै चोर हुन्। स्वतन्त्र भनेर स्वतन्त्र भन्दै हामीले भोट हाल्यो, 2 चोटि 3 चोटि चुनाव जितायो नि। यो रविको रन्डीको छोरो पनि पक्कै रन्डीको छोरो रहेछ। हुन त हाम्रो उद्धव दाइको ज्वाइँ यो मेरो त भिना जुनै पर्छ मात्र चुत होइन, तर पनि यो पनि राणीको छोरै रहेछ। काम गर्नको लागि पद चाहिँदैन। तपाईँ संसद भइसकेपछि तलब त्यति आउने हो, मन्त्रीको तलब त्यति बढी हुन्न संसदभन्दा। तर काम गर्नको लागि त जुन मन्त्र आफूले काम गरेर देखाएर हैसियत खोज्ने हो के, त्यसलाई किन त्यसलाई रोजेको मन्त्रलाई चाहियो त? रन्डीको बानलाई रोजेको मन्त्रलाई किन चाहियो? रोजेको मन्त्र नल्याएर आफू सांसद बसेर त्यहाँबाट त्यो जुन चाहिँ एउटा भाइरल भएको थियो नि, एसिड पीडित महिलालाई बिचरा चाहिँ संसदमा पठाउने भने उसलाई गृहमन्त्री यहाँ पठायो हुन्न? ऊ आफू किन जानु पर्यो? किन गृहमन्त्री दाम आउँछ, दाम सबभन्दा दाम आउने मन्त्रालय भनेको गृह मन्त्रालय प्रधानमन्त्री बसेको त्यो चाहियो नि त। यी झोले झाम्टे रन्डीको छोरोहरू त्यो फेसबुक एउटा टिम बनाएर बसेछ, कसैले विरोध गर्यो भने पुत्र तिमी झोले रन्डीको छोरो गर्न चाहिँ के सक्छौ? ल मलाई खुल्काएर देखाउ के गर्न सक्छौ? ल मैले तिमीहरूलाई भनिदिन्छु, झोलेहरूलाई देशको माया भएको मान्छेले राजतन्त्रलाई माया गर्छ, अरूलाई कसैलाई पनि माया गर्दैन।